वर्ष भयो नभेटेको ल आमाको साथी भेट्न आइपुग्यो चिन्नु पऱ्यो हामीलाई लु 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 यहाँ साथी भेट हात मिलाउनु लु यति गरेर गएको थियो नि त पहिला माथि घर गाउँ हाम्रो सँगै हो नि त साथीलाई भेट्नु जाँदा खुसी हुनु न खुसी लाग्यो हे मेरो साथी प्लिज Hi everyone, Sewaro, Namaste, welcome and welcome back to my YouTube channel. It's me Asa Chenjung from Ila. मैले हाल फिलहाल चाहिँ झापा बिर्ता मोड अनि साथीहरू हजुर सबैजना मेरो फ्यामिली सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु अनि गाइस आज म एकदम रेडी हुँदै भिडियो स्टार्ट गर्दैछु कुर्ता सुर्ता लाएर अनि गाइस आजको मेरो भिडियोमा के छ त भन्ने कुरा चाहिँ म हजुरले भन्छु ल के भरे भनौँ अहिले भन्छु ल अनि साथीहरू आज एकदम विशेष दिन छ अनि के त भन्ने कुरा चाहिँ साथीहरू आज चाहिँ रहेको छ मेरो दिदीको छोराको बर्थडे कति छिटो दिनहरू बितेको साथीहरू हिजो जस्तो लाग्छ नि जन्मेको कति 2 वर्ष कम्प्लिट भइसकिसक्यो हाम्रो सानो बाबु हो अनि आज चाहिँ रहेको छ जन्मदिन अनि जन्मदिन विशेषमा चाहिँ म अलिकति राम्रो भयो अब छ्यामा सानी आमा जे भने अलिकति राम्रो त हुनु पऱ्यो राम्रो त के हुने हो र मैले केही मेकअप सेकअप गरेको छैन जस्ट मैले आइब्रो चेक गरेँ किनभने आइब्रो कोरेन भने चाहिँ मलाई कस्तो देखिन्छ क्या मेरो यो आइब्रोको एकदम पातलो छ नि त सो त्यही भएर अलिकति लिपस्टिक पनि लगाएँ अनि गाइस हजुर सबैजनाको खबर ठिकै छ होला यो सबैजना अलिक राम्रो दिन्छ क्या ए साथीहरू हजुरले हाम्रो हिजो गिफ्ट एक्सचेन्ज भिडियो हेर्नुभएको छैन भने चाहिँ प्लिज हेर्नु होला अनि कति धेरैजनाले चाहिँ त्यो भिडियो एकदम मन पराइदिनु भएको थियो माया गरिदिनु भएको थियो अनि अर्को कुरा चाहिँ कति धेरैजनाले चाहिँ मलाई चाहिँ आशादी त कति रिसाउ आशादी त कस्तो छुट्यो भेना चाहिँ कति सोझो भनिराख्नु भएको थियो नि त तर म रिसा छैन साथीहरू अब अलिकति आफ्नो बुढालाई अलिकति रिसाएको जस्तो दङ्गाएको जस्तो गर्नु परिहाल्यो नि साथीहरू अब त्यस्तो आफूले माया गरेको मान्छे अब जसले आफूलाई माया गर्छ जसले आफूलाई उयो गर्छ उनीहरूको अगाडि त रिसाउने अलिकति घुर्क्याउने होइन सो त्यही हो हजुरले माइन्ड नगर्नु होला अनि कति धेरै राम्रो कमेन्ट गरिदिनु भएको थियो त्यसको लागि मनैदेखि धन्यवाद भन्दै आज चाहिँ छ हाम्रो विशेष स्पेसल अनि के त भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो आउँदै हुन्छ मेरो माइतको आमा है अनि अब नातिको बर्थडे पनि स्पेसल अनि हामीले चाहिँ आउनु अब हाम्रो जहिले काम मात्रै गर्नुहुन्छ नि त अनि योचोटि चाहिँ आमालाई पनि बोलाएर आमा पनि आइसक्नु भइसक्यो अनि त्योभन्दा अगाडि चाहिँ म हजुरलाई अर्को कुरा सुनिहाल्छु ल साथीहरू अनि के एउटा विशेष काम पनि छ काम मतलब मेरो माइतको आमाको चाहिँ साथी हुनुहुन्छ कि एकजना साथी मतलब नि हाम्रो पहिला माथि घर गाउँ हाम्रो सँगै हो नि त हाम्रो बडी हुनुहुन्छ हाम्रो बाउनी बडी अनि उहाँ चाहिँ कति वर्ष अगाडि यता झापा झरिसक्नु भएको छ क्या बस है मतलब उहाँको छोरा बुहारीले चाहिँ यतै ल्याउनु भएको छ नि त अनि कति हाम्रो आमासँग त्यो बोल्ने भन्नुहुन्छ अरे नि त अनि कहाँबाट हामीलाई फोन गरेर अनि उहाँको बुहारीहरूले फोन गरेर कहाँ कान्छी यहाँ आमा त्यहाँ झापा आएको बेला जसरी पनि यहाँ फोन गर्नु है यहाँ आमा भेट्ने भने हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो नि त अनि ठिक्क यहाँ हाम्रो भाइको बर्थडेमा आमा झर्दैछ भन्ने कुरा थाहा भएपछि चाहिँ बडीले लु जसरी पनि मलाई भेटाइदेऊ त्यो फल्नासँग भेटाइदेऊ भन्दै भन्नुभएछ क्या बिचरा बडीले अनि आमाले पनि लु अब कहाँ छ लु लैजाउँ मलाई भन्दै हुन्थ्यो अनि आज चाहिँ हाम्रो आमाको साथी पनि भेट्न जाने साथ सो त्यही भएर अनि आज चाहिँ आमाको साथीसँग भेटाउँछौँ भने हामी पनि जान्छौँ बडीलाई भेट्न है साथीहरू हेर्नु न कस्तो राम्रो बहिनीहरू हाइला गर्नु न त हेलो यहाँ मलाई गिफ्ट ल्याइदिनु भएको अरे हौ कति धेरै ल किन मन नपर्नु तपाईँहरूले मलाई सम्झेर ल्याइदिनु भएको गिफ्ट अभियसली मन परि नै हाल्छ यसरी हाई गर्नु के छ यहाँ कस्तो हेर्नु खुसी भइसक्यो यहाँ चाहिँ हाम्रो ह्यान्डमेड प्रोडक्टहरू छ हजुर तपाईँहरूलाई चाहिएमा चाहिँ फर्स्टमा हेर्छु ल हेर्नु अनि त्यहाँदेखि तपाईँलाई कस्तो लाग्छ तपाईँले बनाउनु भएको तपाईँले हामी दुईजनाले है तपाईँहरूको न्यू बिजनेस हामी मिलेर गर्छौँ कि ए ल म जरुर हेर्छु अनि हजुरलाई म भन्छु अनि ठ्याक्कै बहिनीहरू चाहिँ त्यो मेरो बिवाला बहिनी नि बहिनीहरू साथी हो त्यो अनि मलाई म्यासेज गराएको थियो क्या अनि बहिनीहरूले गर्छ अरे गिफ्ट मलाई दिदीसँग कुरा गरेको थिएँ हामी साथी हो नि त ठिक छ ल थ्याङ्क यू उनीहरूलाई साथीहरू म चाहिँ आइसकिसकेँ हो अनि त्यहाँ बहिनीहरूले चाहिँ गिफ्टहरू ल्याउनु मैले हेर्नै पाइनँ हतार भएर नि मेरो आमा दिदीहरू यहाँ हेर न अरू वेलकम हेलो आमालु हेलो हामीले कसैले पात किन्दैछौँ कि अनि बडीकोमा गएर आएर चाहिँ यहाँ बर्थडेको पनि गर्नुपर्ने छ आमा यहाँ मजाले हाई भन्नु न त हेलो भन हेलो हाई हामी चाहिँ यहाँ नातिको बर्थडेमा आएको खासमा होइन हो अनि साथी पनि भेट्न जाने कति वर्ष भयो नभेटेको ल कति भयो आमा थाहै छैन नि कति भयो अब आज चाहिँ भेट्न जाँदैछौँ हामी होइन ल
ल साथीहरू हामी चाहिँ जाँदैछौँ यहाँ मन्छा मेरो दिन चाहिँ हेलो गर मजाले कतिखेर आएर आज डेकोरेसन गर्नु छिटो छिटो आइहाल्नुपर्छ ल त्यस्तो ठुलो त होइन केक कटिङ अनि आमा साथीलाई भेट्नु जाँदा खुसी हुनुहुन्न खुसी हुनुहुन्छ के लगिदिनु भयो देखाउनु त साथीलाई चियासँग खाओस् भनेर ल साथीहरू कति मैले पनि नदिएको कति भयो है ल हामी चाहिँ आइपुग्यौँ आमाको साथी भेट्न आइपुग्यौँ बडी त सुतिराख्नु भएको रहेछ चिन्नुभयो बडी हामीलाई लु यहाँ साथी भेट हात मिलाउनु लु साथीको कुरा भइसक्यो यहाँनिर अनि गर्नुभएको छ ए ल साथी बनाउनु अरे लु यहाँ आमासँग पनि साथी बनाउनु न आमाले त चलाउनु भएको छ अहिले लु यहाँ बडीसँग साथी बनाइदिन्छु म हाम्रो बडीमा कति पछि भेट्यौँ नि बडीमा हामी त सानै थियौँ बडीमा त जस्ताको त्यस्तै हुनुहुँदो रहेछ है हेलो गर्नु न हेलो बाबा हेलो अब नआउने माथि गाउँ नआउने बाबा यतै बस्नु नि ल आमा त भेट्नु आउनु भएको छ हाम्रो आमा चाहिँ चिया खाँदै बुलकी चुल्लो धन्न भेट भएन बडीमा हाम्रो अन्त नि आमा के पो बडीमा भएको पुऱ्याइदेऊ कि पुऱ्याइदेऊ भन्नुभयो अनि आएको नि हो तपाईँलाई भेट्नु हिजो अस्ति हो जेठमा आमा अनि ऊ कोहीसँग चिन्दैन बडीमा त्यतिखेर त आमा त्यतिखेर भन्नुभएको आमाले यहाँ बस्छ अरे माथि कसले भनेको छ कि आमालाई यहाँ चल्दै म कान्छा घरबाट खाएको उक्लिने ठाउँ थियो नि हो त्यहाँ आएर भेट भएको गाडी चलाइयो एकछिन भेट भएको थियो तपाईँको मलाई फिर्कने उसलाई देख्छ किन नराम्रो लाग्यो अन्त आमाले भनेको भने हामी त कोहीसँग चिन्जान थिएन नि त कान्छी भाउसँग चाहिँ जिममा भेटेको अनि त्यो हामी चाहिँ गफ गर्दै यहाँ चिया खाँदैछौँ लु यहाँ आमा र बडीको फोटो खिचिदिने लु बस्नु त त्यहाँ अब छुट्टिने बेलामा एउटा फोटो खिचिदिउँ ल लु एकछिन है मजाले बस्नु है अब जाउँ अनि मलाई आइदिइहाल्छु नि अनि अब वैशाखमा आउँछौँ फेरि आउँछौँ हामी लु जाउँ म यतै त छु त बडी अनि म पार्लरमा काम गर्छु बेहुलीहरू सिँगार्छु नि त बडी ल बाई बडी आउँछौँ नि ल बुनला पनि बाई ल बाई साथीहरू हामी चाहिँ बडीमालाई भेटेर नि फर्किँदैछौँ अनि कति पछि भेटेको उमा त कस्तो माया लागेर म त झन् पछि त भेटै भएको थिएन है अनि तर कस्तो पहिलाको जस्तै बोलीहरू क्या हामीलाई कराउने नि बानी के अनि कति माया लाग्यो आमासँग कति मजाले गफहरू गर्नुभयो ऊ आमा चाहिँ मेवाहरू हेर्दै अनि गाइस के पो एकछिन भए पनि भेट्यौँ अब कतिखेर गएर बर्थडेको डेकोरेसन गर्नु मन छ कस्तो हुन्छ नि उहाँ बडीमा चाहिँ नि हाम्रो घर नजिकैको हो नि त अनि आमाको साथी अनि हाम्रो पनि बडीमा अनि कति खुसी हुनुभएको हाम्रो त छिमेकी नै हो अनि एकचोटि आमासँग स्ट्यान्डमा भेट भयो रुँदै फर्किनु भयो अरे त्यसो भन्दै हुनुहुन्थ्यो आज चाहिँ फेरि नि साथीहरू मेरो बहिनी रुई ल होइन रुयो भन्दा नि कस्तो उयो भयो क्या माया लागेर नि तिमीहरू आयो हामी त्यहाँ गएको बडीमा त खुसीले छोरीहरूलाई फोन गरेर सुनाएर मलाई भेट्न आए नि भन्दै क्या त्यो अब आफ्नो गाउँको मान्छेमा त कस्तो खुसी हुन्छ नि त अनि आमालाई चाहिँ कस्तो लाग्यो लु भन्नुभयो कस्तो लाग्यो आमा साथी छ कस्तो लाग्यो आमा साथी छ
खुशी लाग्यो हे मेरो साथी ब्रिज भेट भएर धन्य आँसु आमा आमालाई धन्य आँसु आयो अरे बडीमा रुएर आमा पनि पो रुँदै हुन्थ्यो जस्तो लाग्यो म त रुनु भयो कि आमा फलामकै मन छ मान्छे चाहिँ अलिकति कठोर मनको छ कि म चाहिँ सक्दिनँ क्या अनि आउने बेला चाहिँ मलाई कस्तो भयो क्या अनि मैले भिडियो गरिनँ आमा चाहिँ बाख्रा हेऱ्यो मेमा फलेको हेऱ्यो बाटो भुल्यो भन्छ हामी एकैचोटि घर पुगेर हजुरलाई भेट्छौँ साथीहरू हामी चाहिँ यहाँ धम्माधम बेलुन फुलाउँदैछौँ अनि यहाँ बर्थडे बोय हुनुहुन्छ ह्याप्पी बर्थडे खै थ्याङ्कु भनेको ऊ काबु अरे अनि ऊ बर्थडे गर्लको दिदी हुनुहुन्छ लु दिदीलाई वेलकम खै हाई एभ्रिवान भनेको सेट हेलो एभ्रिवान नमस्ते मेरो नाम सटिना लिम्बू आज चाहिँ मेरो भाइको बर्थडे त्यो हामी चाहिँ धमाधम बेलुन फुलाउँदैछौँ मानु यहाँ होइन हाई गरिदिनु एकचोटि यसरी हो हातले यहाँ हाई लु सबैजना हेलो हेलो ल ल यहाँ हाम्रो दिदीको जेठानी देउरानी म यहाँ हुनुहुन्छ हाम्रो चेरी दिदी लु यहाँ नै इङ्सो सेनामिना हाई गर्नु ए लु 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 आज हाई गर्नु हाई हामी यहाँ केक काट्नु सुरु लु ल ह्याप्पी बर्थडे आमा त्यहाँ बस्नु न नानीसँग ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे साथीहरू अब चाहिँ यहाँ सबसे सुरुमा बोजूकोबाट स्टार्ट हुँदैछ है टिका लाउने लै लु यहाँ चाहिँ म चिल्ड्रेनहरूको लागि केक रेडी बनाउँदैछु साथीहरू यहाँ चिल्ड्रेनहरूलाई चाहिँ म केकको लागि रेडी बनाउँदैछु किन्छौ अब बोजूको पाली सकेपछि चाहिँ आमाको ल राम्रो आशीर्वाद दिनु है मन्छ सिस त्यस्तो त नदिन हौ नानीलाई हस् भन्नु न यस्तै हो नि केटाकेटीहरू चाहिँ तिमी भन्न हौ एटलिस्ट आज त ला यसो गर्ने पो त छोरी टिका लगाइँदाखेरि चिल्ड्रेनहरूलाई वास्ता गरौँ न लु मानु चिल्ड्रेन हात थामेर हेरौँ आशीर्वाद खोइ आशीर्वाद देऊ त जन्मदिनको धेरै धेरै शुभकामना मेरो छोरालाई निजोडी छोरीलाई पनि अनि अरू छोरीलाई पनि राम्रो पढ्नु ए प्लस ल्याएको छ योचोटि त झन् वा हो नि छोरी लु लौ नाम थाहा नि ह्याप्पी बर्थडे मलाई केक दिन आँटेको हुनु नि 20,000 अब अङ्कलको पाली नमस्ते खै नमस्ते हात थाप्नु मानु अगाडि बम्पर दियो मान्छ हस् भन्नु हस् अङ्कल भन्नु अरे अङ्कल लु मानु गिफ्ट थाप्नु लु रेडी थ्याङ्क यू भन्नु पैसा लुकाउँदैछ लु थाप्नु एक दिमाग छ मान्छेको लु थाप्नु
वा थ्याङ्क यू भन्नु त्यो छोरीलाई पनि दिनु छिटो साथीहरू बर्थडे पछि आफ्टर हाम्रो इटिङ हुँदैछ नि नानी यहाँहरू टोलीहरू यहाँ हामी ल ठिक छ त हेलो बर्थडे गोलकामा बिजी भयो है पछि चिया सेलिन्छ भने पछि भातै सेलिसक्यो लु है लु त चाहिँ हाम्रो डेकोरेसन मोमो लाइटले त दामी देखिँदो रहेछ हौ ल अब चाहिँ हामी खाना खान्छौँ बर्थडे सकेपछि यहाँ हेर्नु है साथीहरू बोयको आमालाई हतार यहाँ गिफ्ट हेर्नुको लागि यस्तासम्म छ नै अङ्कलको गिफ्ट पाएर के हो रानी हो बाइक हो लिएर आउँछु बाइक गर लु यहाँ हेर्नु साथीहरू उसको अङ्कलले गाडी ल्याइदिएको के भएको फेरि ला 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 नानी बाइक चढ्ने होइन हौ यो त यहाँ हेर्नु न यति बाइक चढेको त ल यहाँ हामी सबैजना अब चाहिँ हामी पनि रुम जान आँटेको साथीहरू हामी चाहिँ आइसक्यौँ बर्थडे मनाएर पनि अनि आज चाहिँ यस्तो रमाइलो भयो हुन्छ नि बर्थडेमा तर बर्थडेमा त भ्लग बनाउने माहौलै थिएन किनभने यति धेरै चिल्ड्रेन हाम्रो मार्नु बर्थडे बोयको साथी इष्टमित्रहरूले गर्दाखेरि त्यही माथि यताउति भयो मैले अलिअलि भिडियोहरू बनाएँ के कस्तो बनाएँ होइन अनि यो भने त पछिसम्म त्यो हाम्रो भाइ ठुलो पछिसम्म पनि हेर्न मिल्छ नि त सो मैले मेमोरीहरू कैद गरेँ अनि अर्को कुरा आज चाहिँ मेरो आमाको साथी हामीले बडीलाई पनि भेट्न गएको थियौँ अनि कति मन छ हौ कति मजाको हुन्छ नि कति माया लाग्ने बडीमा त कति तगडा क्या अहिलेसम्म पनि अनि गफहरू गऱ्यौँ कति खुसी हुनुभयो हामी त्यहाँ गएर क्या अब कति पछि भेटेको हो नि त अनि लास्ट टाइम चाहिँ मेरो आमा त्यहाँ बडीसँग एकचोटि त्यो स्ट्यान्डमा भेट भएको थियो अरे बडी त त्यो बोल्न नपाएर रुँदै जानु पऱ्यो अनि त्यो कुराहरू सुनाउनु भयो तिमीहरू आऊ है यहीँ रहेछौ म त पाहाड जानु पनि सक्दिनँ हिँड्न सक्दिनँ भन्दै भन्नुभयो मलाई कस्तो कति माया लाग्यो क्या साथीहरू त्यो हुन्छ नि म त्यो भन्नै सक्दिनँ क्या मलाई त्यस्तो त्यो भावहरू मलाई गर्नै आउँदैन क्या साथीहरू अनि म खै लाउने चेष्टा अनि अर्को कुरा मेरो गिफ्ट ल्याउनु त मान्छे मेरो गिफ्ट देखाइदिउँ आज मलाई राम्रो बहिनीहरूले गिफ्ट ल्याइदिनु भएको थियो मान्छे फोन पक्रिदिनु ल म देखाउँछु मैले अघि हतारबाट हेर्न पनि पाइनँ साथीहरू त्यो हुन्छ यहाँ हेर्नु न यहाँ पक्रिदिनु न बुढा यसरी ल अनि साथीहरू आज चाहिँ मेरो गिफ्ट पनि छ कति राम्रो हेर्नु न मानिस कति राम्रो वाउ हातले पो बनाएको त सबै यो गमला त फेरि हातले बनाएको नि कति क्युट गमलामा ओ माई गड वाउ यो त मम्मीलाई घरमा पठाइदिउँ होला नि अनि हेर्नु त बुके कति धेरै छ मेरो सासु मम्मीलाई पठाइदिउँ कि क्या कति क्युट हेर्नु न साथीहरू अनि यहाँ हेरौँ वाउ गजरा साथीहरू तर यो चाहिँ म लाउन सक्दिनँ किन भन्दा मेरो कपालै छ नि यो चाहिँ म कुनै दिन साडीहरू लगायो भने लाउँछु तर अलिक असफल हुन्छु म लाउनु किनभने मेरो कपालै छैन नि त अनि अर्को रहेको छ ओ कति क्युट होला हेर्नु न ओ माई गड बहिनीहरूलाई थ्याङ्क यू सो मच वा पिङ्की इस्लाम सागमा है ल दामी थ्याङ्क यू सो मच बुनु कति राम्रो झोला हौ यहीँ राख्छु अहिलेलाई अनि बहिनीहरूको चाहिँ आज यहाँ पनि रहेछ न्यू बिजनेस अरे क्या साथीहरू ओहो तपाईँ र मलाई हेर्नु न बुढा यहाँनिर तपाईँको ल ओ माई गड थ्याङ्क यू अन्त कति राम्रो रहेछ हौ कलर म्याचिङ हुने अघि त म हतारबाट केही हेर्नै पाएको थिइनँ नि त अनि आज मैले हेर्दैछु ओ माई गड बहिनीहरूको नाम पनि सोधिनँ मैले हो सोधिनँ उही के छ बुके ओ माई गड ह्याप्पी रोज डेमा तपाईँलाई म हेरिदिन्छु ल यहाँ हेर्नु न साथीहरू कति क्युट कति राम्रो के सो मच बुनुहरू कति राम्रो मलाई यो कति मन पर्यो यो त्यस्तै हेर्नु न अनि गाइस बहिनीहरूको चाहिँ नि न्यू बिजनेस रहेछ अनि मलाई उहाँले इन्स्टा टिकटक सबैमा फलो गर्नुभएको रहेछ कि स्पेसल दिनहरू आउँदैछ हजुरलाई पनि मनपर्छ भने चाहिँ बुनहरूकोबाट अर्डर गर्न सक्नुहुन्छ है कति राम्रो बहिनीहरू पनि त भन्छ मेरो भ्लगहरू हेर्नु हुँदो रहेछ थ्याङ्क यू सो मच बहिनीहरूलाई अनि यति राम्रो गिफ्टको लागि होइन अब रोज डे आउँदैछ प्लिज बहिनीहरूकैबाट यो बुके चाहिँ अर्डर गर्न सक्नुहुन्छ हजुरले डिजाइनको पनि अनि सो मच यति धेरै मायाको लागि अनि आज मैले यति धेरै गिफ्ट पाएँ थ्याङ्क यू सो मच अनि नपढ्न नभन्छ अहिले के बोर्डिङ पढेको भनेर धागिदिएको तर सिरियसली मैले त बोर्डिङ पढेको है साथीहरू आजको मेरो
भिडियो चाहिँ म यहाँ इन गर्नुभन्दा अगाडि चाहिँ आजको हाम्रो जन्मदिन चाहिँ एकदम रमाइलो भएको थियो। हाम्रो सानो बाबु कति ज्ञानी छ हाम्रो भाइ त हुन्छ नि, टिका लाउनु पनि मान्ने, पैसाहरू पनि यति ज्ञानी छ। अब अहिले चाहिँ होला पछि दादागिरी सुरु भइ नै हाल्छ छोरा मान्छेको होइन। त्यही गाइज एन्ड थ्याङ्क यू सो मच। अनि मेरो भिडियोहरू अन्तिमसम्म मेरो साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यदि हजुरलाई मेरो भिडियो मनपर्छ राम्रो लाग्छ भने चाहिँ प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला भन्दै सबैजना धेरै माया। बाई बाई।